हेलो साथीहरू, स्वागत छ हजुरहरूलाई मेरो डे 6 मिनी ब्लगमा। यो तपाईँहरू सबैजना आराम कुशली हुनुहुन्छ होला। आज चाहिँ म बिहान उठिसकेपछि झलमल्ल घाम लागिरहेको थियो साथीहरू। पछि आएर म चाहिँ आँगन सफा गर्न थालेँ साथीहरू। आँगन सफाइ गरिसकेपछि आजकल गर्मीको कारणले चाहिँ धेरै फुलहरू मरिरहेको छ, त्यही भएर फुलमा चाहिँ पानी हाल्न थालेँ साथीहरू। मैले गरेर फुललाई पानी हालिसकेपछि चाहिँ म भित्र ओछ्यान चोछ्यान मिलाउन भित्र गएँ, बर्डर कुराहरू गर्न थालेँ साथीहरू। त्यसपछि आएर फ्रेस भइसकेपछि चाहिँ म बिहानको खाना पकाउन थालेँ साथीहरू। के गर्नु, काम बेरोजगार भइसकेपछि त्यस्तै घरको काम, भात पका बस त्यस्तै त हुन्छ। त्यो भात कसैले देख्दैन, त्यस्तै हो मेरो काम चाहिँ। त्यस्तै भइरहेको छ साथीहरू। आजकल चाहिँ मम्मीले चाहिँ मलाई भात पकाउन हेल्प गर्नु र म चाहिँ तल बसेर फटाफट काँक्राको अचार बनाउन थालेँ साथीहरू। काँक्राको अचार बनाइसकेपछि चाहिँ दिउँसोतिर हामी चाहिँ बारीमा र मम्मी चाहिँ बारी गयौँ। मम्मीले चाहिँ अर्ग्यानिक काँक्रा टिपेर लिएर आउनु, मैले बारीमा चाहिँ अर्ग्यानिक म्याउ पनि टिपेँ साथीहरू। त्यसपछि आज चाहिँ हामीले बारीमा चाहिँ दुईवटा सर्प लठारेर बसेको देखिरहेको थियौँ साथीहरू। त्यो सर्प चाहिँ मलाई लास्टै डर लागिरहेको थियो, त्यही पनि मैले सर्प डान्स गरेको चाहिँ भिडियो चाहिँ बनाएँ साथीहरू। तपाईँहरू पनि हेर्नु होला है कस्तो मजाले डान्स गरेको छ। त्यसपछि चाहिँ मैले आज बेलुकाको खानामा चाहिँ गिलो रोटी बनाएँ साथीहरू। गिलो रोटी चाहिँ मलाई लास्टै मनपर्छ। तपाईँलाई मनपर्छ कि पर्दैन?